हेलो गाइस दर्शन नमस्ते एन्ड जय नेपाल। हामी चाहिँ अहिले कहाँ हिँडेर चाहिँ आमायाङ्ग्री होइन, आमायाङ्ग्री टपमा जाउँ होइन। आमायाङ्ग्रीको उकालो हिँड्दाखेरि पाथी भराको याद आयो। पाथी भरामा जाँदाखेरि चाहिँ एकदम पापी मान्छेहरू चाहिँ जस्तोसुकै यङ भए पनि जस्तोसुकै फिटनेस भए पनि हिँड्न सक्दैन अरे क्या। अनि अब यहाँ विषयमा चाहिँ के निक्ल्यो अरे होइन, भगवान्ले चाहिँ कस्तो चिजलाई पापी मान्छ भन्ने कुरा निक्ल्यो। यस्तो कुरा निक्ल्दा चाहिँ शारीरिक सम्पर्कको कुरा आयो। शारीरिक सम्पर्क गर्नेलाई चाहिँ भगवान्ले एकदम सही मान्छ अरे क्या। अब यही शारीरिक सम्पर्कको बिचमा चाहिँ एउटा म सन्दर्भ जोड्नु गएँ। एउटा चाहिँ ऊ जमाना क्या चाहिँ गाउँमा चाहिँ दुईवटा केटी बस्दै हाले। अनि एउटा केटी चाहिँ यस्तो खतरा थियो कि त्यो गाउँको सारा संसारलाई त्यसले चाहिँ त्यो सम्मुख गर्न दिन्थ्यो अरे। एउटा केटी चाहिँ त्यो गाउँको केटाहरूसँग कोहीसँग बोल्दैन थियो क्या। अनि तिनीहरूको गाउँदेखि चाहिँ सहर जाने बिचमा चाहिँ एउटा यस्तो डेन्जर खोला थियो अरे कि पापीलाई चाहिँ खोलाले बगाएर मार्थ्यो अरे होइन। धर्मतिलाई चाहिँ त्यो खोलाले फुत्त पारेपछि तार्थ्यो अरे क्या। अनि त्यो सबैसँग सँग गर्ने केटी र त्यो एकदम सोचे केटी एकैचोटि बजारमा जानुपर्ने दिन आएछ अरे क्या एक दिन चाहिँ। अनि त्यो सन्दर्भमा चाहिँ ट्याक्क फोइला त्यो के अरे पापी केटी भन्ने के अरे त्यो सबैलाई सँग गर्न दिने केटी खोलामा तर्यो अरे क्या। त्यसलाई त फुत्त पारिपट्टि लगिदियो अरे। अनि कसैसँग नबोल्ने केटीलाई चाहिँ बगाएर मार्दो अरे क्या। अनि त्यहाँको मान्छेले चाहिँ सोधे अरे भगवान्लाई, ए भगवान् यो त पार्वती जस्तो केटी यसलाई चाहिँ किन मार्नु पर्यो, उसलाई चाहिँ किन बचाउनु भयो भनेर यसले त्यो गाउँको लाखौँ युवाको आशा इच्छा र कामनालाई मारी पात्ता के हो, उसले त्यो गाउँको सब युवाहरूको इच्छा चाहनालाई पूर्ति गरी यो धर्मती हो भनेर क्या। भगवान्ले त्यही भएर सेक्सलाई एकदम धर्म मान्छ। त्यो मामिला चाहिँ हो है। म यो विष्णु भाइले पठाउँछु है।